ल है गाइज गुड मर्निङ। हामी मारुति ट्रेक जाँदैछौँ। मारुति ट्रेकको ट्रेकिङ जाने बाटो यस्तो रहेको छ। आज चाहिँ हामी प्रितम देउरालीदेखि ट्रेक गर्दै अहिले यो बाटोमा हिँड्दैछौँ। आज हामी रेस क्याम्प गएर बस्छौँ। यहाँ प्रितम देउरालीदेखि रेस क्याम्पसम्म 6 घन्टाको समय लाग्ने छ। आजको अल्टिट्युड चाहिँ हामी लगभग 600 जति हामी उचाइमा चढ्दैछौँ। मौसम एकदम राम्रो छ, तर यो हुसो जस्तोले चाहिँ पुरै कालो बनाइदिएको छ। हिमालहरू देख्न सकिरहेको अवस्था छैन। बाटो यस्तै छ है। हजुरहरू पनि आउन सक्नुहुन्छ। छोटो सजिलो ट्रेक हो यो मारुति ट्रेक। बाटो यस्तै छ, उकालो ओह्रालो तेर्सो जङ्गलको बाटो, तर बाटो एकदमै राम्रो कन्डिसनको रहेको छ। हजुरहरू पनि आउनुहोस्। यो ट्रेक चाहिँ 4 दिनमा सघाउन सकिन्छ। हाम्रो चाहिँ 5 दिनको रहेको छ। आउने जाने 5 दिन पोखराबाट। मेरो साथी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। मजाले हिँडिरहनु भएको छ। अब उहाँ चाहिँ यो ट्रेकभन्दा अगाडि मनासलु सर्किट ट्रेक गरेर आउनुभएको। अहिले हामी मारुतिसँगै जाँदैछौँ। बाटो यस्तै छ है साथीहरू। तपाईँहरू पनि आउन चाहनुहुन्छ भनेदेखि हेर्नुहोस्, यस्तै छ बाटो। सजिलो छ कुनै ठाउँमा उकालो। बाटो सजिलै छ, जङ्गलको बाटो। स्वच्छ हावा, एकदमै शान्त वातावरण रहेको छ। यस्तो ठुला रुखहरू, लगभग 200-300 वर्ष पुरानो रुखको बोराहरू हामी देख्न सक्छौँ। जङ्गलको बिचको जुन यो यात्रा अत्यन्तै सुन्दर रहनेछ। स्वस्थ हावा, पिसफुल, चराचुरुङ्गीहरू कराउँदै गरेको आवाज हामी सुन्न सक्छौँ। मारुति ट्रेक गर्न चाहनुहुन्छ भनेदेखि तपाईँहरूले गर्न सक्नुहुन्छ। छोटो ट्रेक हो यो, सजिलो छ, त्यति साह्रो गाह्रो छैन। बाटो यस्तै छ है साथीहरू, हेर्नुहोस् आनन्दको बाटो छ। हजुरहरू पनि आउनुहोस् है। Sister, how you feeling? Good. You enjoy the trek? Yeah. Not excited. Very Could you say something for me here? What? Could you say something? What do you mean? You wanna suggest Oh,
Anyone yeah, to oh trek? God, definitely. It's really good. Did you hear? I love it. It's green. There's a lot of beautiful nature and animals around. It's a good preparation for other treks as well, I feel. It's lovely. Really, really lovely. I really enjoy it. So come here. Thank you. Thank You're you. welcome. Thank you so much for your feedback. बाटो यस्तै रहेको छ गाइज, आउनुहोस् है। आज भोलिको समयमा आउनुभयो भने तपाईहरुले लाली गुराँस फुलेको देख्न सक्नुहुन्छ। हो कि होइन बहिनी? ठिक छ। ओके ल ओके, धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो कि तपाईहरुको जिज्ञासा हुन सक्छ। मलाई यहाँ भिडियोको मुनि कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट गरेर सोध्न सक्नुहुन्छ कि तपाईको इन्ट्रेस्टहरु छ भनेदेखि। बाटो यस्तो रहेको छ यहाँको, डाँडै डाँडा जंगल, एकदम राम्रो जंगल, एकदम सेफ्टी छ है ठाउँ। त्यस्तो केही डर मान्नु पर्दैन, एकदमै सेफ्टी ठाउँ छ यो। बहिनी चाहिँ जर्मनी हो, जर्मनबाट आउनु भएको। एकदम ह्याप्पी भइरहेछ बहिनी। भन्दै मेरो भिडियोहरुलाई सपोर्ट गरिदिनुस्, माया गरिदिनुस्। म यस्तै यस्तै भिडियोहरु यहाँहरु समक्ष ल्याउने बाचा गर्दै आजको लागि म यहाँहरुबाट बिदा हुन चाहन्छु। धन्यवाद। थ्यांक यू। यहाँको दिन शुभ रहोस्, सुखद रहोस्। बाय बाय।